रेनी डे आज पनि जहिले पनि म कहीँ जानु पर्यो भने क्लाइमेट यस्तै हुन्छ लाइट बोय बिगिनिङ अफ दि इनलेस ट्राइल्स अझै लसी खाँदा नि के गाडीमा त्यसपछि ओके लेट्स गेट सिरियस है वी आर गोइङ फर सुकुटे आज अनि मेनलीमा सुकुटे जान मन लाग्यो भनेको चाहिँ लस्सी खान हो क्या केरागारीको यस्तो क्रेप भइरहेछ कि कहिले जाम भइरहेको थियो फाइनली इट्स ह्यापनिङ टुडे आजको भिडियो चाहिँ बब्बाल हुनेछ आई विल ट्राई टु क्याप्चर मोर थिङ्स आई विल क्याप्चर मोर ब्युटिफुल नेचुरल रियलिस्टिक ट्याक्कै नालाको बाटो हुँदै जान लाग्यो के ल्याएछ यो के ल्याएछ यता पहिरो गएको रे केरागारी पुगियो एन्ड वाट वी आर ह्याभिङ लस्सी यताको फेमस लस्सी भनेको थिएँ नि यतै खाना आएको क्या लस्सी इज लभ भन्ने क्या कस्तो चर्को घाम हो नआएको भन्दा पनि भारी बगा जस्तो फिल हुन्छ त यो ब्यागमा त के साह्रो हो कसरी जाने हो हेर न ल घुम्न आयो कि भारी बोक्न आयो हामी अब सुकुटे जाँदैछौँ हामी अस्ति के यो जुन यो लेभलमा पानी छ नि यहाँ हाम्रो त्यही भ्याइदियो क्या अस्ति आउँदा यो ठाउँमा पानीको फ्लोले गर्दा हेर न एन्ड हामी अहिले पुगिसकेका छौँ एन्ड यु क्यान सी वेयर आम एट सेफली एन्ड पिसफुल्ली हामी पुग्यौँ मजा आयो अब मजा गर्नुपर्छ भर्खरै बेलुका हुँदैछ एन्ड रात अभी बाँकी है मेरे दोस्त म यतातिर आएँ किनकि उता गीत बजिरहेको छ क्या अनि गीत बजेपछि त्यो गीतकोले गर्दा कपिराइट आउला कि भन्ने भयो पानी पर्ला जस्तो आज बेलुका पानी नपरोस्
drunk and I'm enjoying this moment. Me and my girlfriend enjoying together. Like it feels like. Hello. Good morning from Sukte Beach. आज अब चाहिँ फ्रेस भइसकेका छौँ एन्ड हिजोको ह्याङओभर हटाउनको लागि हल्का कोल्ड लेमन खाएर एक्स्ट्रा जानेछौँ. Now we are almost done doing exercise. त्यहाँ भएको इक्विपमेन्टबाट मैले आज एक्सर्साइज सकाएँ and I'm going to show you something even more beautiful. है त. Hi. Oh. Hey. Oh. What is it? Okay. Milk powder देखेर बत पनि याद आइसक्यो. Ice cream and swimming pool is love.
अब फाइनली हामी यो ठाउँबाट फर्किँदैछौँ एन्ड अब ब्याक टु डोलरघाट हुँदै जान्छ मलाई अनि लस्सी त खानै पऱ्यो होइन फेरि पनि एन्ड आजलाई यति नै हुन्छ होला यो ठाउँको चाहिँ है त अब फर्किन्छौँ हामी प्लेसबाट फर्किँदैछौँ हामी आजकल हुँदै नेपाली सुन्न लागेको अनि यो बाटो चाहिँ बिग्रिएको छैन भन्नुभएको थियो यो बाटो राम्रो हुन्छ भनेको त झन् आमामा डेन्जर रहेछ है गएर लस्सी पनि खान पाएन यस्तै बाटोमा अब कतिखेर अब सायद 1 केजी मासु त घटिसक्यो होला हो मुख हेरेर एक्जस्ट भएको फिल हुन्छ होला पानी तिर्ख लगाएको एन्ड फाइनल्ली अब हाम्रो होम टाउन पुगिसकेका छौँ हामी आजको भिडियो हामीले यही इन गर्छौँ होला अहिले चाहिँ यसो खाजा खाने भनेर निबु पुगो रेस्टुरेन्टमा रोकेको एन्ड आजको भिडियो यता इन गर्छु अर्को बारी फेरि भेटौँला है त पिस आउट